अहिले सुन्तला र जुनार पाक्ने सिजन भयो, तर सुन्तला जुनार पाक्नुको साटो भुइँमा झरिरहेको छ अनि त्यो भुइँमा झरेको फललाई टिपेर काट्दा भित्र स्याउ स्याउ किरा परिरहेको त छैन। यदि किरा लागिरहेको छ भने यो सुन्तला जात कुहाउने औसा किरा हुन सक्छ। आउनुहोस् आज यो भिडियोमा यो औसा किरालाई कसरी नियन्त्रण गर्ने भनेर जानौँ। अब यो भित्र स्याउ स्याउ किरा पर्न नदिनको लागि यो औसा किराको जीवन चक्र सुरुमा बुझ्नुपर्छ। अब औसा किरा भनेको एउटा बारुला जस्तो देखिने झिङ्गा हो। फर्सी काँक्रो जस्ता लहरे बालीमा लाग्ने औसा किरा, आँप अम्बा जस्ता फलफुलमा लाग्ने औसा किरा र यो सुन्तला जातमा लाग्ने औसा किरा, यो तीनटै औसा किरा फरक हो। र यो सुन्तला जातमा लाग्ने औसा किरालाई मोहनी पासोले काम गर्दैन। वयस्क पोथी किराले ज्येष्ठदेखि साउनसम्म जब यो सुन्तला जातका फलफुल 11 mm साइजको हुन्छ तबबाट चाहिँ अन्डा पार्छ र अन्डा पारिसकेपछि त्यो अन्डा लार्वा बन्छ र लार्वाले असारदेखि कार्तिकसम्म भित्र बसेर गुदी खान्छ र गुदी खाएर सकिसकेपछि कार्तिक मङ्सिरबाट यो बाहिर निस्किन थाल्छ। बाहिर निस्केर माटोमा पुग्छ, माटोमा पुगेर प्युपा बन्छ र जाडोभरि प्युपा बनेर सुचुप्त अवस्थामा बस्छ र पछि फेरि गएर गर्मी सुरु भएसँगै चैतबाट चाहिँ वयस्क बनेर बाहिर निस्केर आउँछ। अब यसलाई नियन्त्रण गर्नको लागि हामीले वयस्क पनि नियन्त्रण गर्नु पर्यो, लार्वा पनि नियन्त्रण गर्नु पर्यो र प्युपा पनि नियन्त्रण गर्नु पर्यो। सुरुमा त यो अहिले कार्तिक मङ्सिरको सिजन जतिखेर चाहिँ यो फल झर्छ त्यो बेलामा चाहिँ हामीले खाल्टो खनेर 1 देखि 1.5 मिटरको खाल्टो खनेर हामीले यो फलफुललाई चाहिँ गाड दिनुपर्छ। अब यदि 3-4 वर्ष अगाडिदेखि नै लागेको छ र कन्ट्रोल गर्न सकिएको छैन, अहिलेसम्म केही पनि गरेको छैन भने चाहिँ झर्नुभन्दा अगाडि नै सबै टिपेर चाहिँ हामीले गाड्न पनि सक्छौँ र यो गाडिसकेपछि माथिबाट चुन छर्किन पनि सक्छौँ। एउटा कुरा त त्यो गर्नु पर्यो। दोस्रो भनेको चाहिँ अब जब हामीले यसलाई मलजल दिन्छौँ मङ्सिर पुसमा त्यतिखेर हामीले मलमा मेटाराइजियम मिसायौँ भने प्युपा र लार्वालाई पनि हामीले नियन्त्रण गर्न सक्छौँ। र तेस्रो महत्त्वपूर्ण भनेको चाहिँ वयस्क मार्नको लागि चाहिँ हामीले चैतदेखि हप्ताको फरकमा प्रोटिन बेड पासोरा पनि राख्न सक्छौँ र प्रोटिन बेड स्प्रे पनि गर्न सक्छौँ। र यो प्रोटिन बेडले कसरी काम गर्छ त भन्दाखेरि पोथीलाई अन्डा पार्नको लागि प्रोटिन चाहिन्छ र यो प्रोटिन खानको लागि उसले प्राकृतिक रूपमै पाउने सल्लाको खोटो वा भनौँ चराको बिष्टमा चाहिँ प्रोटिन लिएर खान्छ। अब हामीले प्रोटिन बेड राखिदियौँ भने के हुन्छ त भन्दाखेरि त्यहाँ प्रोटिन हुन्छ र एमोनिया पनि हुन्छ। एमोनियाको गन्धले आकर्षित भएर पोथी आउँछ र त्यो प्रोटिन खान्छ र प्रोटिन खाँदा त्यहाँ विषादी हुन्छ र त्यो खाएर पनि मर्छ। यसरी चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ। र अर्को एउटा महत्त्वपूर्ण कुरा भनेको के हो भने यो तपाईँले एउटा घरमा मात्रै गरेर हुँदैन, एउटा बगैँचामा मात्रै गरेर हुँदैन, समुदायमा नै हामीले खाडल खनेर पुर्ने लार्वा लागेकाहरूलाई अनि त्यसपछिबाट प्रोटिन बेडको हप्तामा चैतपछि स्प्रे गर्ने हो भने चाहिँ हामीले बल्ल नियन्त्रण गर्न सक्छौँ। त्यही भएर समुदाय स्तरमै जनचेतना जनाउन जरुरी छ, भन्न जरुरी छ, मान्छेहरूलाई चिनाउन जरुरी छ र प्रोटिन बेडको र मेटाराइजियम कसरी प्रयोग गर्ने भनेर हामी अर्को भिडियोमा फेरि लिएर आउने छौँ। त्यतिन्जेलको लागि बिदा लिन चाहन्छु। हस्त।